केलाको स्यासँग हकिर गाबिर ज्यासँग काबिली सिरे कावाम्बी समाधि हाबिर पावाम्बी ताइन्दोटीको के सबे हकिरी ज्यासँग गराबे। आजको मेरो यो भ्लग चाहिँ म कहिले हाल्छु कुन दिन हाल्छु थाहा छैन, हाल्न चाहिँ हाल्छु किनभने बोजू बिमारी हुन्छ नि, कस्तो बिजी हुन्छ नि त। एभ्रिवान गुड मर्निङ, सेवा एन्ड वेलकम ब्याक टु माई युट्युब च्यानल। म चाहिँ आज खानासाना खाएर दिउँसोदेखि अन्त भ्लग स्टार्ट गर्दैछु। आज चाहिँ बिहान बिजी भएर मैले कस्तो भ्लग स्टार्ट गर्नै पाएन। अन्त आज बोजूको लागि डक्टर घरमा बोलाएको छ नि त, अनि हेनतेन बिजी भइहालेँ। आजको मेरो खाना म चाहिँ भात नखानु पर्यो, आज चौचो मात्रै खानु पर्यो। अन्त फुपू चाहिँ यहाँ चिया खाँदै हुनुहुन्छ। अब खानुपर्ने हुन्छ है साथीहरू। 12 बजिसक्यो, म चाहिँ खाना खाएको छैन आज चाहिँ बिजी भएर। साइला काका त घर जानु पो भएछ नि। साइला काका यता सुतिरहेको थियो यार। कहाँ? राति बिउजिँदा त मसँग पो सुतिरहेको थियो। अनि कहाँ सुत्नु भयो अनि? म यता आएर सुतेँ, अनि उता त्यतै छोडिराखेँ। यता हेरेको ऊ माइला फुपा यता तल भुइँमा सुतिराख्नु थियो, अनि खाली थियो अनि त्यहाँ सुतेको। मैले चाहिँ खाजा नि खाइसकेँ। यो फर्सीको तरकारी पकाएको थियो बिहान, त्यो चाहिँ मैले खाइनँ किनभने बुझिहाल्नु भयो होला। त्यो यो अनुहारहरू जमजम पोलिरहेको छ गर्मीले। पानी त कति खाइन्छ यस्तो गर्मीमा त। अब चाहिँ म थोरै घर पोत्नु पर्ने छ, पोत्यो भने सफा हुन्छ। अब भ्याउँदिनँ नि त, त्यति चाहिँ म पोतिहाल्नु पर्यो। यो मेरो आइब्रो पनि कस्तो बाक्लो भएको छ आजभोलि। म प्राय यो भेस्लिन लगाउँछु क्या डेली, अन्त यो यतातिर अझ बाक्लो छ, यताको अलिक पातलो छ क्या पाटे। हेर्नु न यहाँ पुरा यहाँ कस्तो बाक्लो छ, अनि यहाँ चाहिँ पुरा कस्तो पातलो छ क्या। गर्मी हेर्नु न, यस्तो गर्मी छ बाहिर त। अब चाहिँ म यहाँनिर घर पोतिहाल्नु पर्यो। यहाँनिर थोरै माटो मुसेर फ्राई गर्मी त गर्मीले फुलहरू सबै मर्न आँट्यो। यो रातो माटो लाएर पोच्छु। यो चाहिँ निर होइन गेरो हो, यो चाहिँ किनेर ल्याउनुपर्छ। रातो माटो थोरै लाएर मिसाउनुपर्छ, रातो हुन्छ नि। राम्रो हुन्छ होला त्यो ठुलोको। कहाँ छ सानो कायो? त्यहाँ छ त्यो फोटो भयो, त्यो रुख भएकोमा हो। त्यो रुखको फोटो छैन त्यहाँ छ। त्यो ठुलोले त राम्रो लामो रहन्छ कि हेर। रहँदैन। हिँडेको पालामाहरू एकजना भनिदिन्छु। अब छेप्टु आइङ्गो सोलुमा बहिम आइङ्गो मङ्सिरी महिना चलुमे सोलुमा बहिम अरूमे। त्यो हिलेको पाला केलाको स्यासँग हकिर गाबिर ज्यासँग काबिली सिरे कावाम्बी समाधि हाबिर पावाम्बी ताइन्दोटीको के सबे हकिरी ज्यासँग गराबे। त्यसै भन्नुपर्छ। अनि
अनि अवतार के फर्काउँछ अनि त्यहाँबाट भन्नुपर्छ त पहिला थलानीमा मैले भनेको त यिनले त्यसरी हामी धर्ना चाहिँ अचल छैन धर्ना ल्याएर आयो छाम्नु त बाजे कतिको लामो लाग्यो ठिकै छ होला सकियो नि पछाडि छ नि अझै छ उता 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 त्यो उता ए सुला सुला के सुला 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 Anggalnya ada inggo mangsiri maina caru me selunga bahim aru me क्या limbu gede जानता ना अच्छा pastor ibu saya langi komen le unsi melangi separi sesuatu aja bana melangi lembati awe bangna Anggalnya ada inggo masih mana tadi sudah mana hari ini kepala bekas begitu sudah ada lagi nanti pada pada masih ada sama pada dia tu ya jalan kami jalan nak Jadi kemudian jangan siapa depan dulu, anak patron dulu, rimbu dulu, tapi ada betul. Saya lebih cantik, rimbu dulu.
सबैले मान्छे घाँस खाने टुक्रे घाँस खाएको हिजोले मान्छे उठ्नु केले मान्छे खानु फुट्नु त्यो मात्रै भन्दाखेरि सम्भव सबैले बच्चा सबैले हिँड्यो काटले मसीले भमेना तसिले छिरिले सबै गाछे कसैले पनि खमाछ तमने त यहाँ त पानी खा पानी हामीले यहाँ त हामीले बाजेको चाहिँ कपाल काटिसक्यो बाजे यहाँ ल कपाल हेर्नु कपाल राम्रो देखेको छ बाजे अझै आँगन पनि लिपेको किनभने कस्तो फोहोर भइरहेको थियो नि त अनि लिपिदिएको पानी आयो भने त सब बगाउँछ होला तर पानी आएन भने चाहिँ कस्तो सफा हुन्छ नि त अनि अब एकचोटि यो सिनिकै बढाल्नुपर्छ सफा हुन्छ बाजे चिया खानु नै रहेछ म बाजेलाई चिया पकाइदिन्छु मैले त आज चुल्हाहरू पोतेर चट्ट बनाएर छोडिरहेको छु चामल लाउने मस्काएको चिया पकाइदिनु पर्यो मेरो कपाल त यस्तो छ कि सिल्दैछ थोरै बाजेलाई चिया दिन्छु होला आजको मेरो यो भ्लग चाहिँ म कहिले हाल्छु कुन दिन हाल्छु थाहा छैन हाल्नु चाहिँ हाल्छु किनभने बोजू बिमारी हुन्छ नि कस्तो बिजी हुन्छ नि त त्यो भएर म भ्याउँदिनँ यो भिडियो क्लिपहरू अलिअलि चाहिँ लिचेर राखेको छु तर भिडियो एडिटहरू गर्नु भ्याउँदिनँ अन्त म कहिले फ्री हुन्छु कहिले भ्याउँछु त्यो दिन मात्रै म आज अब भिडियोहरू अपलोड गर्छु यस्तो भ्याइँदैन त